भयो यो सरकारको कदम? मैले अघि भने न, जो त दाजुले के भ्यायो सबै सम्पत्ति भ्यायो कि भनेर कान्छो भाइ हत्तपत्त पसिगयो क्या। दाजु निक्लिन पाएको छैन, भाइ चाहिँ पसिगयो। त्यो स्थिति भएको छ। यो सबै चिज भू राजनीतिको खेल हो। हेर्नुहोस्, यहाँ अमेरिकाको आफ्नो अस्तित्वको लडाइँ छ यो क्षेत्रमा। तपाईँहरूलाई लेटेस्ट थाहा छ कि छैन? अस्ति क्वाड्सको मिटिङमा तपाईँलाई पनि भनेको हुनुपर्छ मैले, अमेरिका र भारतको बिचमा सम्झौता भइसकेको थियो। एक प्रकारको सम्झौता भएको पनि थियो। आजको दिन त्यहाँ ट्रेड डिल हुनुपर्ने थियो। त्योभन्दा 2 दिन अगाडि ट्रम्पले टेरिफ थपिदियो। के भन्यो भनेदेखि फोर्स लेबर लगाउँछ भारतमा भनेर भन्यो। अहिलेको 21औं सदीमा जब सबै चिज पारदर्शी छ, त्यो लुकेको हुन्थ्यो होला त? त्यो न्यू खोजेको हो क्या। कारण के हो भनेदेखि पर्सि 12 गतेदेखि 15 गतेसम्म फ्रान्समा G7 को चाहिँ मिटिङ छ। त्यो G7 को मिटिङ हुनुभन्दा पहिले ट्रम्पले आफूपट्टि भारतलाई, मोदीलाई आफ्नो पक्षमा तान्न खोजेको थियो। उसले, मोदीले के भनिदियो भने हामी जे कुरा गर्छौँ सबैको सामने कुरा गर्छौँ। अहिले म तपाईँकामा आएँ भने हाम्रो बेग्लै डिल छ भनेर भन्छन्। त्यस कारणले हामीले जे गर्नुपर्छ ती गर्नुपर्छ भनेर उसले खबर पठाएपछि ट्रम्पले के गर्यो भन्नुहुन्छ भने अहिले बङ्गलादेश बोर्डरमा फेन्सिङ हुँदैछ, तारबार लाउँदैछ, बार लाउँदैछ। त्यसलाई रोक्नु भनेर युएनमा बङ्गलादेशको तर्फबाट उजुर हाल्न लगाए। युएनमा भारतले के भनिदियो भनेदेखि यो हाम्रो आफ्नो जमिनको कुरा हो, हाम्रो सार्वभौमिकताको कुरा हो, यहाँ कसैले बोलेर हामी मान्दैनौँ भनेपछि अहिले अमेरिकाले त्यसमा भिटो लगाएको छ। त्यही पनि उसले रोकेको छैन। सिसीले फेरि लिपुलेक लिम्बियाधुरा अथवा यो सीमा विवादको विषयमा के तपाईँ कुरा गर्नुहुन्छ भन्दाखेरि अहिले म केही बोल्दिनँ यो विषयमा, सीमा समस्याको विषयमा कुराकानी गर्छु गर्दिनँ भन्ने कुरा म बोल्दिनँ भनेर जवाफ दिए सञ्चारकर्मीहरूले। जाँदै गर्नु सही कुरा भन्नुभयो, किनभने उसलाई ज्ञानै छैन। मैले भनिहालेँ होइन? हजुर, टनकपुर सन्धि पढ्नु, अध्ययन गर्नु, त्यसको मिटिङ गरेको छैन। यो मैले अघि भनिहालेँ नि, जेठो दाजुले बाउसँग के भ्यायो म गइहाल्नु पर्यो भनेर त्यहाँ पठाएको हो। मैले न्युज सुन्दाखेरि नेपाली टिभीमा के भनेको थियो भने शनिबारको यिनको प्रोग्राम थियो यहाँबाट जाने। मैले सोचेको थिएँ शनिबारको दिन जाने हो भने पनि 2-4 घन्टा, 5 घन्टा, 10 घन्टा भए पनि यिनीहरूले छलफल गर्छन् होला भनेर भन्टानेको थियो। त्यो पनि देखेन। यिनीहरूलाई हतार पर्यो। एक अर्को चिज, भोलि त्यहाँ कक्रोच जनता पार्टीको विरोध सभा छ भारतमा। त्यसमा अमेरिकाको समर्थन छ, भारतका विपक्षी दलका कांग्रेस आईको समर्थन छ, अखिलेशको समर्थन छ, केजरीवालको समर्थन छ, के अरे लालू प्रसादको पार्टीको समर्थन छ, टिएमसीको ममताको पनि छ। ममता त आफ्नै पार्टीबाट निकालिसके। थाहा पाउनु भएको छ कि छैन? उनको 80 जना विधायक चुनिएकोमा 59 जनाले हामी हो टिएमसी भनेर उसले मान्यता पनि पाइसक्यो। जसरी शिवसेना टुट्यो उद्धव ठाकरेको, उसको त अर्कै पार्टी नाम हो, चुनाव चिन्ह पनि अर्कै हो। त्यस्तो भएको त्यस्ता पार्टीहरू मिलेर अनि आफ्नो नेपालको पनि यो मोदीलाई हटाउने, यो मोदी हटाउने आन्दोलन हो। सरकारको कुरा गरौँ, यो सरकारले छानबिन समिति बनाएको विषयमा योभन्दा पनि अगाडि चाहिँ राप्रपाको कुरा गरौँ। राप्रपा चाहिँ टुटफुट भयो अहिले। कसरी हेर्नु भएको छ? अब धवल शमशेर सहित 183 जनाले चाहिँ पार्टी छाडे, पार्टी अध्यक्ष राजनीतिक एकलुटी ढङ्गले अगाडि बढे। उनी असफल भएपछि उनीबाट केही अब सम्भावना छैन भनेर ज्ञानेन्द्र साइली पनि राप्रपाको जो प्रवक्ता संसदीय दलका नेता छन्, प्रत्यक्षतर्फ एकमात्र जित्ने सांसद हुनु उनी, जुम्ली सांसद, उनले पनि राजनीतिको अब राजीनामा मागे। के भइरहेछ? राप्रपा यो भुइँचालो आउनु चाहिँ भू राजनीतिक कारण हो कि आन्तरिक कारण हो कि अरू के कारण हो?
सिंहदरबारमा भुइँचालोले भत्काइसक्यो, तपाईँ एउटा कुटियाको कुरा गर्नु। तपाईँलाई उयो भालुलाई जति पुराण सुनाए पनि घ्वाक्क भने जस्तो मैले अघि भनिसकेँ। नयाँ अब यहाँ युवाहरू, यो सरकारदेखि फ्रस्ट्रेटेड मान्छेहरू सबै जम्मा हुँदैछन्। त्यसलाई ट्याप गर्नलाई नयाँ पार्टी हुँदैछ। त्यो के अरे हर्कले लिन सक्नुपर्थ्यो। त्यही चिज म बारम्बार भनेको थियो। मैले त डाइरेक्ट भन्नु त भएन नि, अब डाइरेक्ट भने, किनभने उसले चान्स गुमाइसक्यो। कति भन्नु तपाईँहरूलाई? भालुलाई पुराण सुनाएको त हो नि मैले, अरू के हो? हर्क पनि भालु नै भयो, तपाईँहरू पनि हर्कपट्टि लागेपछि भालुकै सन्तान हो। मलाई त दुःख लागेको छ। तपाईँहरू जस्तो यङ जेनेरेसनले नबुझ्नु, योभन्दा दुःखको कुरा के हुन्छ? तपाईँ त मेरो छोरो जस्तो। म त चाहन्छु तपाईँ दुनियाँको चाहिँ मार्क टेली हुनुहोस्, बिबिसीको चाहिँ जो सम्पादक थियो भारतको, त्यो हुनुहोस्। दुनियाँ बुझ्नुहोस् न, यहाँ कसले खेलेको छ। तपाईँ बालेनलाई गाली गरेर के गर्नुहुन्छ? बालेनको बाजेले यहाँ खेल्दैछ, त्यो बालेन भनेको के हो? बालेनलाई फाल्नु पर्यो भने अर्को ल्याइदिन्छ त्यहाँ, त्यही शक्तिले। त्यसैको लागि शिशिर जाँदैछ। तपाईँ ढुक्क परेर बस्नुहोस्। भू राजनीतिले नेपाललाई यस स्थितिमा बस्न दिँदैन। त फकाउनु पर्छ। कतिपयले त लिन्डुपे, नयाँ लिन्डुपे बनाउनु हो, यिनलाई स्वागत गरे। त्यो भारतले लिँदैन। त्यो तपाईँहरू ढुक्क पर्नुहोस्। अहिलेको भू राजनीतिमा हामीलाई सिक्किम बनाउने तागत चाहिँ छैन, तर भुटानीकरणपट्टि चाहिँ नयाँ शक्तिले चाहिँ लान्छ। त्यो चाहिँ याद गर्नु। भोलि दुर्गा प्रसाई र धवल शमशेरबीच अब भन्नाले एक ढङ्गले सहकार्यमा हस्ताक्षर हुँदैछ भन्ने छ, केही छ यसमा भने? मैले भने नि त, उनीहरू यो जुन अहिले जुन डिसस्याटिस्फ्याक्सन, जुन असन्तोष फैलिँदैछ, त्यो असन्तोषलाई जब रिसमा फैलिन्छ नि, त्यो रिसमा फैलिएपछि जुन शक्ति आउँदैछ, त्यसलाई कन्ट्रोल गरेर त्यसको नेतृत्व गर्नलाई त्यो शक्ति अगाडि आउँदैछ। त्यो मौका चाहिँ हर्कले चुक्यो भनेर म त्यही भन्दैछु त तपाईँलाई। भुटानी मोडलमा जाँदा चाहिँ के नेपाललाई हित हुन्छ? त्यो त तपाईँहरू सोच्ने कुरा। म त त्यो हेर्नलाई बाँच्दैछु पनि बाँच्दैन, माथिबाट हेरेँ मात्रै हो। म त्यस विषयमा चाहिँ म अहिले त्यो जाओस् अनि भन्नुला। तर त्यसको फाउन्डेसन अस्ति रविको उसमा बसिसकेको छ। भारतले चाहिँ जो खन्देको छ, किन भन्नुहोस् न? त्यहाँ कसले कसले भेट्यो? परराष्ट्र मन्त्रीले भेट्यो। भुटान भनेको परराष्ट्र भारतको अनुसार चल्नु हो। त्यहाँ अजित डोवलले भेट्यो, गृहमन्त्रीले भेट्यो, जुन अमित शाहले हतपत भेट्दैन। दुर्लभै रहेछ मान्छेलाई भेट्नुहोस् न। पहिले उसले किन भेटेको भने त्यहाँ 3 करोड बङ्गलादेशीहरूलाई निकाल्दैछ। त्यसमध्येमा 10-20 लाख नेपाल छिर्दैछन्, कति छिरिसके। त्यसले भारतको सुरक्षामा असर पर्दैछ। तर त्यसलाई आधार मानेर हाम्रो नेपाली सेनाले त्यसलाई कन्ट्रोल गर्न सक्दैन अघि। त्यसकारण पनि तिमीहरूले हाम्रो डिफेन्स सपोर्ट लिनुपर्छ भनेर त्यो चिज भनेको छ। भनेपछि इन्डाइरेक्टली चाहिँ विदेश नीति र सुरक्षाको चाहिँ फाउन्डेसन हालेको छ। त्यसमा घर चाहिँ कस्तो बनाउँछ त्यो चाहिँ रविलाई सोध्नु होला। ओके, यति बेला मसँग संवाद गर्नको लागि विश्लेषक श्याम बस्नेत हुनुहुन्छ। बस्नेतज्यू नमस्ते, यहाँलाई स्वागत छ। रवि लामिछानेको 5 दिने भ्रमण सकिँदा नसकिँदै यति बेला रवि लामिछाने फर्कँदैछन्। सायद फर्किसक्छन् होला होइन, हाम्रो भिडियो अपलोड हुँदासम्म। रवि लामिछाने 18 गते भारत भ्रमण गए 5 दिनको लागि, र आजै मात्रै शुक्रबार साँझ चाहिँ परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणको लागि जानुभएको छ। एकपछि अर्को गर्दै भारत भ्रमणको ओहिरो लागिराखेको छ। सरकारको तर्फबाट गयो, योभन्दा अगाडि पार्टीको तर्फबाट पार्टी सभापति रवि लामिछाने गए, विभिन्न आर्थिक मुद्दाहरूमा केन्द्रित भएको कुरा अब गरिराखेका छन् रवि लामिछानेले। हामीले पनि समृद्धिको ढोका खोल्न, नेपाल र भारत बिचको समृद्धिको ढोका खोल्न म यहाँ आएको हो, अनावश्यक हल्ला नगर्नु भन्ने कुरा गरे। कसरी हेर्नु भएको छ? आज मात्रै परराष्ट्र मन्त्री शिशिर खनाल गइराख्दाखेरि नेपाल भारतको सम्बन्ध कुन उचाइमा पुग्दैछ, कसरी हेर्नु भएको छ? नेपाल भारतको कहाँ पुग्दैछ त्यो चाहिँ थाहा छैन। हजुर, बाउ मर्ने बेलामा
जतिवटा छोरा छन् उनीहरूले बेग्ला बेग्लै कुरा गर्छन्, किनभने सबैलाई बेसी सम्पत्ति चाहिएको हुन्छ। हजुर होइन, हजुर जेठो छोरो गएर कुरा गर्ने बित्तिकै तुरुन्तै कान्छो छोरो गइहाल्छ, किनभनेदेखि बाबुलाई फकायो कि भन्ने डर हुन्छ क्या। त्यस्तै आज आफ्नो सभापति फर्केर आइसकेपछि के कुरा गरे, कस्तो कुरा गरे, भारतको दृष्टिकोण के हो, उनले मोदीसँग कुरा गरेका छन्, उनले गृहमन्त्रीसँग कुरा गरेका छन्, उनले परराष्ट्र मन्त्रीसँग कुरा गरेका छन्, उनले त्यहाँको अजित डोवल भनेको नेसनल सिक्युरिटी एडभाइजरसँग कुरा, राष्ट्रिय सुरक्षा सल्लाहकार हो कि होइन। उनी डोवल भनेको कस्तो मान्छे हो भने ऊ पुटिनसँग डाइरेक्ट कुरा गर्न सक्ने, ट्रम्पसँग डाइरेक्ट कुरा गर्न सक्ने र सीसँग डाइरेक्ट कुरा गरेर अन्तर्राष्ट्रिय जुन सुरक्षाको कुरा छ त्यस विषयमा भारतको दृष्टिकोण र भारतले लिने कदम भन्न सक्ने मान्छे हो। ती सबैसँग कुरा गरिसकेपछि उसलाई पर्खेर भारतको दृष्टिकोण बुझेर जानुपर्ने हो कि होइन परराष्ट्र मन्त्री। त्यति त बुद्धि थियो होला नि बालेनसँग, एउटा थियो। आज मात्रै खबर के आएको छ भनेदेखि परराष्ट्र मन्त्रीलाई आजै हाम्रो भेषबहादुरजीले त्यो जुन इपिजीको रिपोर्टको चाबी चाहिँ दिएको छ। इमिनेन्ट पर्सन्स ग्रुप होइन, प्रबुद्ध व्यक्तिहरूको समूहको हो। अहिले सबैभन्दा कन्ट्रोभर्सियल कुरा के भएको छ, लिपुले हामी के भन्दै थियौँ भनेदेखि टनकपुर सन्धि पढ्नु, इपिजीको रिपोर्ट पढ्नु, त्यो नपढिकन किन गएको, तयारी बिना होइन, तयारी बिना किन गएको। यो चाहिँ आलो काँचो भयो यो सरकारको कदम। मैले अघि भने न, जेठो दाजुले के भ्यायो, सबै सम्पत्ति भ्यायो कि भनेर कान्छो भाइ हत्तपत्त पसिगयो क्या। दाजु निक्लिन पाएको छैन, भाइ चाहिँ पसिगयो। त्यो स्थिति भएको छ। यो सबै चिज भू राजनीतिको खेल हो। हेर्नुहोस्, यहाँ अमेरिकाको आफ्नो अस्तित्वको लडाइँ छ यो क्षेत्रमा। तपाईँहरूलाई लेटेस्ट थाहा छ कि छैन, अस्ति क्वाड्सको मिटिङमा तपाईँलाई पनि भनेको हुनुपर्छ मैले, अमेरिका र भारतको बिचमा सम्झौता भइसकेको थियो। एक प्रकारको सम्झौता भएको पनि थियो। आजको दिन त्यहाँ ट्रेड डिल हुनुपर्ने थियो, त्योभन्दा 2 दिन अगाडि ट्रम्पले टेरिफ थपिदियो। के भन्यो भनेदेखि फोर्स लेबर लगाउँछ भारतमा भनेर भन्यो। अहिलेको 21औं सदीमा जब सबै चिज पारदर्शी छ, त्यो लुकेको हुन्थ्यो होला त, त्यो न्यू खोजेको हो क्या। कारण के हो भनेदेखि पर्सि 12 गतेदेखि 15 गतेसम्म फ्रान्समा G7 को चाहिँ मिटिङ छ। त्यो G7 को मिटिङ हुनुभन्दा पहिले ट्रम्पले आफूपट्टि भारतलाई, मोदीलाई आफ्नो पक्षमा तान्न खोजेको थियो। उसले, मोदीले के भनिदियो भने हामी जे कुरा गर्छौँ सबैको सामने कुरा गर्छौँ, अहिले म तपाईँकामा आएँ भने हाम्रो बेग्लै डिल छ भनेर भन्छन्, त्यस कारणले हामीले जे गर्नुपर्छ ती गर्नुपर्छ भनेर उसले खबर पठाएपछि ट्रम्पले के गर्यो भन्नुहुन्छ भने अहिले बङ्गलादेश बोर्डरमा फेन्सिङ हुँदैछ, तारबार लाउँदैछ। त्यसलाई रोक्नु भनेर युएनमा बङ्गलादेशको तर्फबाट उजुर हाल्न लगाए। युएनमा भारतले के भनियो भनेदेखि यो हाम्रो आफ्नो जमिनको कुरा हो, हाम्रो सार्वभौमिकताको कुरा हो, यहाँ कसैले बोलेर हामी मान्दैनौँ भनेपछि अहिले अमेरिकाले त्यसमा भिटो लगाएको छ। त्यही पनि उसले रोकेको छैन। अमेरिकाले त्यसपछि के भन्यो, बङ्गलादेशमा हामी आर्मी पठाउँछौँ भन्दाखेरि इन्डियाले जे गर्न मन लाग्छ गर्नु, हामीसँग नसोध्नु भन्यो। भनेपछि अब जुन शक्तिले यहाँ चाहिँ खेलिराखेको छ, अमेरिका पनि त यहाँ खेलि नै राखेको छ नि, त्यही शक्तिले
बालनलाई टिकाउनको लागि यो अहिले खेल हुँदैछ र अहिले शिशिर गएका छन्। शिशिरले फेरि लिपुलेक लिम्बियाधुरा अथवा यो सीमा विवादको विषयमा के तपाईँ कुरा गर्नुहुन्छ भन्दाखेरि अहिले म केही बोल्दिनँ यो विषयमा, सीमा समस्याको विषयमा कुराकानी गर्छु गर्दिनँ भन्ने कुरा म बोल्दिनँ भनेर जवाफ दिए सञ्चारकर्मीहरूले जाँदै गर्नु। सही कुरा भन्नुभयो, किनभने उसलाई ज्ञानै छैन। मैले भनिहालेँ होइन, हजुर, टनकपुर सन्धि पढ्नु, अध्ययन गर्नु, त्यसको मिटिङ गरेको छैन। यो मैले अघि भनिहालेँ नि, जेठो दाजुले बाउसँग के भ्यायो म गइहाल्नु पर्यो भनेर त्यहाँ पठाएको हो। मैले न्युज सुन्दाखेरि नेपाली टिभीमा के भनेको थियो भने शनिबारको यिनको प्रोग्राम थियो यहाँबाट जाने। मैले सोचेको थिएँ शनिबारको दिन जाने हो भने पनि 2-4 घन्टा 5 घन्टा 10 घन्टा भए पनि यिनीहरूले छलफल गर्छन् होला भनेर भन्ठानेको थियो। त्यो पनि देखेन, यिनीहरूलाई हतार पर्यो। एक अर्को चिज, भोलि त्यहाँ कक्रोच जनता पार्टीको विरोध सभा छ भारतमा। त्यसमा अमेरिकाको समर्थन छ, भारतका विपक्षी दलका कांग्रेस आईको समर्थन छ, अखिलेशको समर्थन छ, केजरीवालको समर्थन छ, के अरे लालू प्रसादको पार्टीको समर्थन छ, टिएमसीको ममताको पनि छ। ममता त आफ्नै पार्टीबाट निकालिसके, थाहा पाउनु भएको छ कि छैन? उनको 80 जना के अरे विधायक चुनिएकोमा 59 जनाले हामी हो टिएमसी भनेर उसले मान्यता पनि पाइसक्यो। जसरी शिवसेना टुट्यो उद्धव ठाकरेको, उसको त अर्कै पार्टी नाम हो, चुनाव चिन्ह पनि अर्कै हो। त्यस्तो भएको त्यस्ता पार्टीहरू मिलेर अनि आफ्नो नेपालको पनि यो मोदीलाई हटाउने, यो मोदी हटाउने आन्दोलन हो नि, त्यसमा समर्थन। उनीहरूले त भने अहिलेको सबैभन्दा भारतको सबैभन्दा वर्स्ट प्राइम मिनिस्टर, सबैभन्दा खराब प्राइम मिनिस्टर भनेर नरेन्द्र मोदी ठिकी बेठी भन्दै अभियानै चलाइरहेको छ नि। होइन, त्यो त भोलि थाहा हुन्छ, पर्खिनुहोस् न, म आउँदैछु। त्यहाँ नेपालको पनि समर्थन छ मोदी हटाउने भन्नलाई। आज त्यहाँ शिशिर जानु परेको हो। त्यो कस्तो हुन्छ भने साङ्केतिक समर्थन, ताकि मोदीले डराएर ट्रम्पको मानोस्, ट्रम्पको मान्ने बित्तिकै हाम्रो बालेनको पनि मान्छ भन्नाले अब यो नेपालको आन्तरिक मामला चाहिँ दुई शक्ति केन्द्रहरूको चेपुवामा परे जस्तो भयो। अब रविले एउटा तयारी गरिरहेको थियो, बालेनले के भयो त भनेर फेरि अर्को ढङ्गले कार्ड खेल्नको लागि अहिलेको यो दूतको रूपमा पठाऊ। त्यसो अहिले त रोबोटहरूको एज छ कि छैन? अहिले त रोबोटले तपाईँको के अरे बार टेन्डरको पनि काम गर्छ, के अरे स्नाइपर डगको पनि काम गर्छ रोबोटले, अनि लडाइँ पनि लड्छ। एक प्रकारको रोबोट त हो नि। ड्रोन भनेको मान्छेले आफू नबसिकन चलाउनेलाई, मिसिनलाई चाहिँ रोबोट भन्छ। हाम्रा यी सबै नेता रोबोट हुन्। यहाँ खेल भारतको छ, रिमोट कन्ट्रोलहरूको हातमा छ। यी हाम्रा नेता भनेर हामीले भोट दिएको बेकार छ। त्यो चाहिँ आजको कुराले देखिएको। कतिपयले अब रवि लामिछाने स्वदेश फर्के लगत्तै अब यो बालेन सरकार अब धेरै टिक्दैन, दिनगन्ती सुरु हुन्छ भन्ने कुराहरू आइरहेका छ। अब फेरि एक ढङ्गले भन्दाखेरि अबको प्रधानमन्त्री रवि लामिछाने बन्दैछन् भन्ने कुराहरू आइरहेको छ। के यसमा केही न केही सत्यता हुनसक्छ? अब मैले यस विषयमा यो मोदीको स्ट्याटसको, मैले अङ्ग्रेजीमा लेखेको स्ट्याटसको मैले व्याख्या गरिदिएको छु नेपालीमा। है, उनले कुन शब्द कहाँ राख्नुपर्ने बडा तौलेर राख्छन् मोदीले, किनभने उनको स्ट्याटसलाई सबैले पढ्न खोज्छन्, बुझ्न खोज्छन्। सबैले पढ्छन् तर सबैले बुझ्दैन। त्यहाँ के भनेको छ भनेदेखि वी आर के अरे डिलाइटेड टु रिसिभ द प्रेसिडेन्ट अफ राष्ट्रिय स्वतन्त्र पार्टी भनेको डिलाइटेड भनेको हिजो चाहिँ भेनेजुलाको कायम मुकायम प्रेसिडेन्टसँग भेट हुँदाखेरि उनले स्ट्याटसमा के लेखेको छ भने प्लिज भनेको छ, प्लिज टु मिट भनेको छ। प्लिज र डिलाइटेडमा धेरै फरक छ। डिलाइटेड भनेको आतुर छु भेट्ने म थिएँ भनेर उसले त्यो प्रकट गरेको। अर्को चिज के भनेको छ भने उसले द प्रेजेन्ट न्यू गभर्मेन्ट अफ नेपाल भनेको छैन,
द न्यू नेपालीज गभर्मेन्ट भनेको छ, नेपाल गभर्मेन्ट भनेको छ। द भनेको जुन बेला जो हुन्छ त्यसैलाई भनेको। अ न्यू भनेको भए के हुन्थ्यो भनेदेखि अब नयाँ हुँदैछ भने उसले ठाडै भनेको हो। उसले द भनेको मतलब के हो भनेदेखि त्यो चाहिँ अब यो सरकार बालेन कि त तिमीहरूले सच्याउ बालेनलाई कन्ट्रोल गर, होइन भनेदेखि त्यसपछि तिमीहरूले स्वतन्त्र पार्टीको अर्को मान्छेलाई ल्याऊ, त्यो सरकारलाई मेरो समर्थन छ भने यति स्पष्ट। म अलिकता अङ्ग्रेजी बुझ्छु जस्तो लाग्छ र मैले यो व्याख्या गरिदिएको छु। धेरैले सुनेका छन्, मलाई मेरा आफ्ना हितैषीहरूले फोन गरेका छन् मलाई यस विषयमा। यसरी क्लियरली कसैले भन्ने हिम्मत म्हणजे अहिलेको सरकार, बालेन नेतृत्वको सरकार, अहिले त राष्ट्रसभा सरकार भन्दा पनि बालेन सरकार भन्ने हिसाबले चर्चा भइराखेको छ होइन। बालेन सरकारको जति सक्दो चाँडो विस्थापित गर्न भारत चाहन्छ अथवा यो सरकारप्रति सन्तुष्ट छैन भारत, होइन? भारत के चाहन्छ भनेदेखि अमेरिकापट्टि लागेर भारतको शान्ति सुरक्षामा असर नपरोस् भन्ने चाहन्छ। अहिले ट्रम्पको कोही साथी छ? ट्रम्पको कोही साथी छ भने उसको आफ्नो इगो मात्रै साथी छ, उसको कुनै साथी छैन। होइन, उसको मेरो त कुरा सुन्नुहोस् तपाईँ अघि। उसको कोही साथी छ भने अहिले हेर्नुहोस् त, यत्रो लडाइँ गर्यो मिडल इस्टमा, हो कि होइन? यत्रो दुनियाँ उथल पुथल भयो। अहिले ट्रम्प के भन्छ, स्ट्याटस लेख्छ भने मेरो अनर, इट विल बी माई अनर टु मिट खुमेनी भन्छ, द सुप्रिम लिडर भन्छ। अनि त्यो बौलाको हो कि सत्य हो ल भन्नुहोस् त? होइन, आफूको सबैभन्दा नजिकको मित्र भनेर इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुलाई अब उनले भन्नाले एकदमै नजिकको मित्र मानेर सहकार्य गरे इरान युद्धमा, आज उनलाई त पागलसम्म भन्न पुगे फेरि। उसको त कोही साथी नै छैन भनेको। उसलाई जसले कज्याउन सक्छ त्योसँग मात्रै ऊ दब्छ भन्ने कुरा त देखियो नि। नभएदेखि यत्रो अर्बौँ खर्बौँ खर्च गरेर यत्रो दुनियाँको अर्थतन्त्र तहस नहस पारेर अहिले उसले चाहिँ खुमेनीलाई भेट्न मेरो चाहिँ अनर हुन्छु, म चाहिँ आफूलाई गौरवान्वित भन्छु भनेर भन्नु भने त्यसलाई पागल भन्छ कि के भन्छ? त्यस्तो पागलको लैलैमा हामी लागेका छौँ। कारण के हो भन्नुहुन्छ भने अबको भोलि के अरे अबको 7 दिनमा जुन G7 को त्यहाँ मिटिङ हुन्छ, तिनीहरूले एक प्रकारले भारतपट्टि, एसियापट्टि, युरोप र बाँकी वर्ल्ड आउँछ। होइन, यो सरकार चाहिँ अब रवि लामिछाने स्वदेश फर्किलग्यो, दिनगति सुरु भयो, अब बालेन सरकार ढल्दैछ, अब रवि प्रधानमन्त्री बन्दैछ, होइन? तपाईँ मलाई 2 मिनट बोल्न दिनुहोस्, बिचमा तपाईँको सबै प्रश्नका जवाब दिनै तपाईँलाई बोलाएको। हजुर हजुर। त्यो हुने बित्तिकै के छ भन्नुहुन्छ भने केही दिनपछि त्यहाँबाट फर्केर आइसकेपछि ब्रिक्सको मिटिङ हुँदैछ भारतमा। 12 तारिक शीर्ष नेताहरूको बाहेक अरू सबै देशहरूको एउटा समान विचार कायम गर्नको लागि ब्रिक्सको मिटिङ हुँदैछ। ब्रिक्सलाई उसले तोड्नु छ। मोदीको दुश्मनी त्यो हो। ब्रिक्समा लाई कमजोर पार भन्न खोजेको हो मोदीलाई ट्रम्पले बोलाएर कन्भिन्स गर्न खोजेको। मोदी त्यति साह्रो हाम्रो प्रधानमन्त्री जस्तो चक्रव्यूहमा फस्नेवाला छैन, उसले बुझिसक्यो। उसलाई डर के छ भनेदेखि आउने ब्रिक्सको मिटिङमा उनीहरूले ब्रिक्स करेन्सी निकाल्ला भन्ने डर छ। त्यति भएपछि ट्रम्प त सिद्धिको नि, उसलाई कसैले हटाउनै पर्दैन, अमेरिकन जनताले नै उसलाई इम्पिच गर्ने। उसको सदनमा रिपब्लिकन पार्टीले विरोध गर्न थालिन्छ। होइन, अहिले भर्खरै भोटिङ हुँदाखेरि सदनमा ऊ विपक्षमा पर्यो, ट्रम्प युद्ध रोक्ने विषयमा चाहिँ बहुमतले पारित भयो भन्ने कुरा आयो, त्यो प्रस्ताव। हामी चाहिँ किन इरान युद्ध रोक्ने त्यसको चाबीमा चल्छौँ हामी चाहिँ। मैले यो सरकार बन्दाखेरि र बनिसकेपछि बारम्बार के भन्ने गरेको थियो तपाईँहरू भाइहरूलाई भनेदेखि, तपाईँहरूको माध्यमबाट नेपाली जनतालाई के भन्न खोजेको थियो भनेदेखि एउटा सर्वपक्षीय भेला गर्नु, एउटा राष्ट्रिय नीति बनाउनु,
सबै नेपालीको हित केमा छ त्यो एउटा राष्ट्रिय नीति बनाएर त्यही अनुसारको राष्ट्रिय परराष्ट्रिय नीति बनाउनु, राष्ट्रिय आर्थिक नीति बनाउनु, अनि अगाडि बढ्नु। होइन भनेदेखि अमेरिकाले धोका दिन्छ, भारतसँग टक्कर लिन सकिँदैन, चाइनासँग टक्कर लिन सकिँदैन। तपाईँहरूलाई यङ जेनेरेसनलाई 52 लाखले हालेको भोट खेर जाँदैछ नि। अहिले तपाईँहरू त हर्कलाई समर्थन गर्ने भाइहरू हुनुहुन्छ। अब समर्थन गर्ने भन्दा पनि अब मलाई त बोल्नु दिनुहोस्। मैले पनि जानेर अनजानेर हर्कलाई नै भोट मागिदिएको हो कि होइन? हर्कले जस्तो किसिमको व्यवहार गरे, उनी राष्ट्रिय नेता हुनुपर्ने त्यो मौका गुमाउँदैछन् भनेर मैले भनेको हो कि होइन? आज त बाइकबाट लडे, तपाईँले थाहा पाउनुभयो होला। त्यो मैले सरापेको होइन, तपाईँहरूले नै सरापेको होला। होइन, हामीले सरापे होइन, किनभने होइन, बाइकमा हिँड्दै रहेछन्, एउटा हातले भिडियो खिच्दै रहेछन्, अर्को हातले चलाउँदाखेरि बाटोमा लडेर नानीमा यत्रो टुटीका घाउ उठेछ। मैले भन्न खोजेको कुरा अहिले देशमा यो दुईटा पार्टी, यो स्वतन्त्र पार्टीले यो नेतृत्व परिवर्तन गर्न सकेन र त्यहाँ लडाइँ भयो भने अहिले भदौ 24 गते फेरि फर्किने अवस्था छ। त्यसको नेतृत्व लिनबाट चुक्यो हर्क, त्यो चुकेको हुनाले अहिले नयाँ पार्टी जन्मिँदैछ। फेरि नयाँ पार्टी राष्ट्रमा फुट्दैछ, नयाँ पार्टी जन्मिँदैछ। अब यसमा मलाई टाइम बर्बाद नगराउनु। नयाँ पार्टी जन्मिँदैछ, त्यो रोल लिनुपर्थ्यो हर्कले, चुक्यो। मलाई हर्कलाई किन गाली गरेको भने त मैले हर्कलाई गाली गरेँ, जसलाई भोट मागेको थियो मेरो छोरो नाति सर हो, त्यसलाई त म त के अरे बाटो देखाउँथेँ होला नि त, हो कि होइन? आज उसले आफ्नो घेराभन्दा बाहिर निक्लेन। आज म राईहरूले नै, किराँतीहरूले नै उसको विरोध गरेको सुन्दैछु म टिभीहरूमा, उसमा भिडियोहरूमा। अनि किन यो गरेको? हेर्नुहोस्, मौका भनेको चिज कस्तो हुन्छ भने अङ्ग्रेजीमा के भन्छन् भने मौका, चान्स भन्ने चिज कस्तो हुन्छ भने चिल्लो कपाल भएको बल हेडेड म्यान भन्छन् क्या। त्यसको अनुहार हुँदैन अरे। अनुहार नभएपछि पछाडिको टाउको हो कि अगाडिको टाउको तपाईँ थाहा पाउनुहुन्न। त्यो कतातिर गइराखेको छ भनेर पनि थाहा पाउनु। तपाईँ मेरो चाहिँ कुरा सुन्नुहोस् क्या, तपाईँको कुरा त तपाईँ आफ्नै क्यामेरामा बोल्नुहोस् न। त्यो जब थाहा पाउँछ कि मेरो चान्स गयो भनेपछि तपाईँ समात्न खोज्नुहुन्छ, तर त्यसको टाउको चिल्लो हुन्छ, तपाईँ समात्नु न चान्स जान्छ। त्यो हाम्रो हर्कको चान्स गएको छ, अहिले पनि सम्झियोस् हर्क। अब त नयाँ पार्टी, उसको त नयाँ पार्टीसँग टक्कर हुन्छ। त्यो नयाँ पार्टीको तागत के हो थाहा छ? के हो तागत? बोर्डरमा जो असन्तुष्ट तराईवासी छन्, अहिलेको मल नपाउने कृषकहरू छन्, त्यो कृषिमा आधारित श्रमिकहरू छन्। यसपालि यो सरकारसँग आफ्नो विकासको के अरे इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पैसा छैन। पैसा भयो भने पनि महँगो हुन्छ, महँगो हुने बित्तिकै काम कम हुन्छ। 20 लाख के अरे ऊ छन्, निर्माण व्यवसायमा लागेका श्रमिकहरू छन्। अहिले 30 लाखभन्दा बेसी भारतमा नेपालीहरू छन्। तिनीहरूले आफूलाई असुरक्षित सम्झेको छ बालेनको कारणले। म बताइदिन्छु, यो कुरा भारतमा सिरियस कुरा भइराखेको छ र त्यहाँका नेपालीहरूलाई कुनै पनि पडोसी जहाँ काम गरेको छ, भारत देशभरि नै छ, तिनीहरूलाई सुरक्षा दिनुपर्छ भने सरकारी तहमा यो चिज बहस हुँदैछ। यस्तो किसिमको अवस्था हुँदाखेरि यहाँ एउटा नयाँ नेताको खोजी भइराखेको छ। बालेन लगभग असफलताको दिशातिर अगाडि बढिसक्यो। हामी त भुमरीमा पढिसक्यौँ भन्दैछु त तपाईँलाई। मैले सुरु बालेन सरकारले के अरे शासन गरेको 15 दिन पछि मैले भनेको थिएँ भू राजनीतिको चक्करमा पर्यो। अस्ति संसदमा 17 गते जसरी बोले नि, त्यो के कारणले बोले? नेपालले पनि भारतको भूमि थुप्रै ठाउँ मिचेको छ भन्ने बोलाइएको हो भन्ने म भन्दैछु त। त्यो के थियो भन्नुहुन्छ भनेदेखि रविको भिजिटलाई
कुनै किसिमको नकारात्मक सन्देश नजाओस् भन्ने थियो। तर के हुन्छ, नानीदेखि लागेको बानी छुट्दैन। तपाईँलाई उपद्रव गर्नु छ भने चकचके केटाकेटीले जहिले पनि उपद्रव गर्छ। आमाले जति कन्ट्रोल गर्न खोजे पनि, बाउले जति गाली गरे पनि त्यो हुन्छ, हो कि होइन? त्यस्तै उसलाई बानी परेको थियो। उसले तेस्रो देशलाई गुहार्यो। तेस्रो देशले त लोपार्दियो। होइन, बेलायतले लोपार्दिसके, तपाईँ भारतको के कुरा गर्ने? उसले बेलायतको नाम लिएको होइन, उसले बेलायतको नाम लिएर चाइना आउँछ भनेको थियो। चाइना म चाहिँ पढ्दिनँ भनिदिइसक्यो। अब बालनलाई समात्ने को हो? त्यही एउटा बौला ट्रम्प हो कि होइन? अब आफ्नो कुर्सी बचाउनको लागि त्यहाँ गएको हो। अब एकछिनलाई भन्नुहोस्, मोदीले ल ठिक छ त ले तेरो प्रधानमन्त्री भन्छ होला, होइन? प्रधानमन्त्रीको भिजिट फिक्स गर्न गएको हो त्यहाँ शिशिर। अनि अस्ति मान गरेर बोलाउँदाखेरि अस्ति जुन रविलाई दिएको स्वागत छ, त्योभन्दा ठुलो स्वागत पाउँथ्यो। मैले तपाईँहरूलाई भनेको होइन, नयाँ मान्छे, नयाँ परिस्थिति, नयाँ नेपाल र भारतको चाहिँ रिलेसन लेख्नलाई बोलाएको थियो। अब जाँदाखेरि त ऊ दबेर जानुपर्ने हो। नेपालको मान्छे रविको जति स्वागत पनि अथवा त्यो ढङ्गको सम्मान पाउँदैनन् बालिन गयो भने अब भारत छिटै। अब तपाईँ भित्र नै, तपाईँ अहिले आज रवि जुन दिन ल्यान्ड गर्छ, मेरो विचारमा मोदीलाई भेटेको दिन 182मा 100जना भन्दा बेसी चाहिँ रविको पक्षमा लागिसक्यो, अल्पमतमा परिसक्यो। बालिन अल्पमतमा परिसक्यो त नि। अब त्यहाँबाट शिशिर फर्केर आइसकेपछि तपाईँ हेर्दै जानुहोस्, जुन दिन यहाँ संसदीय दलको मा चाहिँ विश्वासको मतको कुरा उठ्छ, अमेरिकन ब्ल्याकमेलिङमा पर्ने बाहेक सबैले बालनलाई छोड्छ। हजुर, यहाँनिर अब गृहमन्त्री गुरुङलाई गृहमन्त्रीमा फर्काउन मिल्ने गरी छानबिन समितिको प्रतिवेदन तयार, प्रधानमन्त्रीको समय मिलाएर बुझाउने तयारी भन्ने कुरा छ। भन्नाले अब यो पूर्व गृहमन्त्री सुदन गिरिङ जो राष्ट्रपतिकै सांसद हुन्, उनी गृहमन्त्री पनि 26-27 दिन बने, उनलाई अहिले फर्काउने गरी छानबिन समिति, भन्नाले त्यो छानबिन समितिले केही पनि उनको गल्ती भेटाएन, जसरी पनि सुदन गुरुङलाई गृहमन्त्री नै बनाउने किन यो खेल हो कि कसरी हेर्नुभयो यसलाई? अब बालन शाहले अब गृहमन्त्रीमा सुदन गुरुङलाई बनाउँदैछन् भन्ने कुरा आयो कि यहाँ समाचार। 72 सालको भुइँचालोमा कत्रो हुनुहुन्थ्यो जनकभाइ? 72 सालकोमा म अब त्यस्तै 20-22 वर्ष होला। 20-22 वर्ष होसमै हुनुहुन्थ्यो नि, बुझ्नुहुन्थ्यो। त्यो 72 सालको भुइँचालोमा जुन जुन ठुल्ठुला घरहरू चर्के, त्यसमा कोही मान्छे बसेछ? बस्न कसैले हिम्मत गर्छ? किनभने अर्को सानो भुइँचालो आउने बित्तिकै त्यहाँ पुरिनु त कोही पनि जाँदैन। यो हल्लिएको सरकारमा सुदन आओस् कि अर्को आओस् केही फरक पर्दैन। हल्लिएको चर्केको घर छ, यसलाई रेट्रोफिटिङ गर्न सक्यो रविले आएर भनेदेखि यो बस्ने लायक छ, नभएदेखि सायद त्यो समय पनि के अरे शपथ ग्रहण गर्ने समय पनि सुदनले नपाउँछ। भनेपछि अरू नसोध्नु, त्यस्तोसम्मको तयारी भइसक्यो। तपाईँ केटाकेटी कुरा गर्नुहुन्छ, तपाईँहरूलाई के यो तपाईँको योभन्दा बाहिर संसार छैन? यो क्यामेराले त तपाईँले दुनियाँ कभर गर्नुपर्ने, खालि एउटा सानो घेरामा बसेर तपाईँ गर्नुहुन्छ। तपाईँ हामीसँग मभन्दा अरू जान्ने पनि छन्, त्यस्ता कहाँ जानुहुन्छ? तपाईँलाई त हाम्रो नजरले दुनियाँ हेर्नुहोस् न, अनि तपाईँहरू थाहा पाउनुहुन्छ। तपाईँहरू हर्कको नजरले दुनियाँ हेर्नुहुन्छ त हर्क जुन दायरामा त्योभन्दा बेसी तपाईँ देख्दै त्यस्तो भइरहेको। त्यो त तपाईँलाई मैले बाउको हैसियतले सम्झाएको। हजुर, यहाँनिर अब यो सरकारको कुरा गरौँ, यो सरकारले छानबिन समिति बनाएको विषयमा योभन्दा पनि अगाडि चाहिँ राप्रपाको कुरा गरौँ। राप्रपा चाहिँ टुटफुट भयो अहिले, कसरी हेर्नु भएको छ? अब धवल शमशेर सहित 183 जनाले चाहिँ पार्टी छाडे, पार्टीगत राजनीतिक एकलुटी ढङ्गले अगाडि बढे, उनी असफल भएपछि उनीबाट केही अब सम्भावना छैन भनेर ज्ञानेन्द्र साईले पनि, राप्रपाको जो प्रवक्ता संसदीय दलका नेता छन्, प्रत्यक्षतर्फ एकमात्र जित्ने सांसद हुनु उनी, जुम्ली सांसद, उनले पनि राजनीतिको अब राजीनामा मागे। के भइरहेछ राप्रपा? यो भुइँचालो आउनु चाहिँ भूराजनीतिक कारण हो कि आन्तरिक कारण हो कि अरू के कारण हो? सिंहदरबारमा भुइँचालोले भत्काइसक्यो, तपाईँ एउटा कुटियाको कुरा गर्नु। तपाईँलाई
उयो भालुलाई जति पुराण सुनाए पनि घ्वाक्क भने जस्तो मैले अघि भनिसकेँ। नयाँ अब यहाँ युवाहरू यो सरकारदेखि फ्रस्ट्रेटेड मान्छेहरू सबै जम्मा हुँदैछन्, त्यसलाई ट्याप गर्नलाई नयाँ पार्टी हुँदैछ। त्यो के अरे हर्कले लिन सक्नुपर्छ। त्यही चिज म बारम्बार भनेको थियो, मैले त डाइरेक्ट भन्नु त भएन नि, अब डाइरेक्ट भने, किनभने उसले चान्स गुमाइसक्यो। कति भन्नु तपाईँहरूलाई, भालुलाई पुराण सुनाएको त हो नि मैले, अरू के हो? हर्क पनि भालु नै भयो, तपाईँहरू पनि हर्कपट्टि लागेपछि भालुकै सन्तान हो। मलाई त दुःख लागेको छ। तपाईँहरू जस्तो यङ जेनेरेसनले नबुझ्नु योभन्दा दुःखको कुरा के हुन्छ। तपाईँ त मेरो छोरो जस्तो, म त चाहन्छु तपाईँ दुनियाँको चाहिँ मार्क टेली हुनुहोस्, बिबिसीको चाहिँ जो सम्पादक थियो भारतको, त्यो हुनुहोस्, दुनियाँ बुझ्नुहोस् न। यहाँ कसले खेलेको छ, तपाईँ बालेनलाई गाली गरेर के गर्नुहुन्छ? बालेनको बाजेले यहाँ खेल्दैछ, त्यो बालेन भनेको के हो? बालेनलाई फाल्नु पर्यो भने अर्को ल्याइदिन्छ त्यहाँ, त्यही शक्तिले। त्यसैको लागि सिसेर जाँदैछ। तपाईँ ढुक्क परेर बस्नुहोस्, भू राजनीतिले नेपाललाई यस स्थितिमा बस्न दिँदैन। अब यो दुर्गा प्रसाई धवल शमशेरहरूको भनेपछि त्यही ढङ्गको एउटा तयारी हो। मान्छे नभन्नुहोस् न, शक्ति क्रिएट हुँदैछ। हो, त्यसलाई कसले लिड गर्छ? बालेनले यो 72 सालको चुनावमा ऊ प्राइम मिनिस्टरको हैसियतले लिड गर्छ भनेर कसैले सोचेको थियो? त्यसको तयारी त 3 वर्षदेखि भइराखेको थियो नि। अनि तपाईँ 2 महिना पनि आफूलाई राख्न नसक्ने, संयममा राख्न नसक्ने, त्यत्रो विश्वास दिएर हर्कलाई पठाएको। मलाई त अहिले पस्तावा भएको छ हर्कलाई समर्थन गरेको। मलाई कतिले भने त, दाइले भन्दाखेरि हामीले चाहिँ के अरे स्वतन्त्र पार्टीलाई भोट नदिएर हर्कलाई भोट दिएको, हर्कलाई सम्झाउनुहोस्। ए बाबा कति सम्झाउनु? म त हरेक पल्ट तपाईँहरू आउँदाखेरि हर्कलाई हर्ती पो दिएको त मैले, बाटो पो देखाइदिएको। अहिले त्यो नयाँ शक्तिको पछाडि को छ? जसरी भदौ 24 गते सबै लागेर त्यत्रो शक्ति, आर्मीदेखि लिएर पार्टीदेखि लिएर त्यत्रा कार्यकर्तालाई भाग्न लगाएको हो कि होइन? त्यही शक्ति जन्मिँदैछ भन्दैछु त। 75 लाख बचतकर्ता यिनीहरूको विरोध भइसक्यो, किनभने उनीहरूले पैसा पाउँदैन थाहा भइसक्यो। त्यो 75 लाखको डिपोजिटमा जसले हालेको छ, त्यो सहकारीबाट लिएका ऋणी यिनीहरूको दुश्मन भइसक्यो। किनभनेदेखि त्यो ऋणीको घरखेत गरेर, उनीहरूले त सम्पत्ति राखेको छ नि, त्यो घरखेत गरेर अनि पैसा दिने भन्दैछन्। अनि एउटा नेपाली मारेर अर्को नेपाली पोस्न पाइन्छ? उसको पनि दुःख सुन्नुपर्छ कि पर्दैन? तिनीहरू विरोधी भइसके, कृषक विरोधी भइसके, बोर्डरमा बस्ने मान्छे विरोधी भइसके, श्रमिक विरोधी भइसके। 30 लाखभन्दा बेसी जो भारतमा बसेका छन् नेपाली, उनीहरू असुरक्षित भइसकेपछि अनि यहाँ स्थिति सामान्य छ त? त्यो पो भने मैले त्यो चिज देख्दैछु र तपाईँलाई भन्दैछु। नभएदेखि म 81 मा हिँड्दैछु, मैले गराउनु पर्ने काम के? तपाईँहरूको भविष्य अन्धकार हुँदैछ। त्यस कारणले तपाईँहरू भएको चिजमा चाहिँ बस्नुहोस् न। कसको हात भाँचियो र कसको खुट्टा भाँचियोमा तपाईँहरू किन कुद्नुहुन्छ? तिनीहरूको कामै खुट्टा भाँच्नु र हात भाँच्नु हो। किनभने त्यसरी काम गर्छन् त, एउटा हातमा मोबाइल लिएर अर्को हातले मोटरसाइकल चलाएपछि त्यसको खुट्टा नभाँचे कसको भाँचिन्छ? मेरो भाँचिन्छ? त्यो नचल भनेको, त्यसरी नगर भन्नेले त बुझ्नुपर्छ नि। त्यस कारण यहाँ के छ भनेदेखि अहिले जे भएको छ, भोलिको हेर्नुहोस्, रवि प्रधानमन्त्री हुँदैन त्यो लेखेर लिनु। म सुरुदेखि नै भन्दैछु नि, बालेनको विकल्प रवि होइन, तर बालेनको विकल्प खोजिसके। त्यो चाहिँ तपाईँ बुझ्नुहोस्। हजुर, रवि किन होइन? बालेनको विकल्प रवि होइन। रवि होइन किन भन्नुहुन्छ भने यहाँ जे चेन्ज आउँदैछ त्यो भारत मात्रै होइन, रसियाको समर्थन छ, युरोपको समर्थन छ, ब्रिक्सको चाहिँ चाइना बाहेक सबैको समर्थन छ। चाइनाले विरोध गर्न चाहिँ सक्दैन। सारा दुनियाँ एकतिर भइसकेपछि चाइनाले पनि विरोध गर्न सक्दैन भनेपछि अब ट्रम्पले बङ्गलादेशमा आर्मी पठाउँछु भन्दाखेरि
भारतले ल पठाऊ, मलाई के भन्नु छैन, तिमीले खाडीमा पनि पठाएर हेरिसक्यौँ हामीले, अर्को खाडी बनाऊ न, के फरक पर्छ भनेर जवाब दिइसक्यो। त्यो यहाँ आउन सक्छ जसले तपाईँको घर बर्बाद गर्यो, त्यो चिन्नुपर्छ नि, होइन? तपाईँको परिवार तपाईँको दुश्मन कहिले पनि हुँदैन। ठिक छ, कहिलेकाहीँ भड्किन्छ, कहिले बाटो बेर हुन्छ, तर पछि गएर बाबुआमाको परिवारमा आउँछ। हामी नेपाली हो तपाईँहरूको शक्ति, त्यो चिज बालनले बुझेन, यिनीहरू गोटी भए। त्यही चिज चाहिँ मलाई रिस उठाएर पनि म अहिले यही चिज भन्दैछु। हजुर, बुधबार अब सार्वजनिक भए फागुन 21को चुनावपछि पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनले यो सरकारको अराजकता हद नाग्यो, यो उत्ताउलो पनि धेरै टिक्दैन भन्ने कुरा गरे। कसरी हेर्नु भएको छ? उनले नेपालले भारतको कुनै पनि ठाउँमा 1 इन्च एक ठाउँमा पनि भूमि मिचेको छैन भन्ने कुरा पनि गरे। कसरी हेर्नु भएको छ? अब अलिकति कडी कडाउका साथ केपी ओलीले बोलेका छन्। म एउटा लाटो कुरा भन्दैछु, कब्जा गर्नु र मिच्नुमा फरक छ। अहिले भारत र नेपालमा को बिचको बाउन्ड्री चाहिँ अहिले सबै अहिले लेटेस्ट टेक्नोलोजीले त्यो म्यापिङ भइसकेको छ। अहिले सेटेलाइट म्यापिङ हुन्छ, 98% सम्बोधन भएको भन्ने कुरा गरे। कुरा त सुन्नुहोस् तपाईँ, कब्जा भनेको चिज के हुन्छ भने नेपालले कसैको भूमि कब्जा गर्नु भनेको त्यहाँ शासन चलाउनु, त्यहाँ उसको प्रशासन चल्छ, त्यहाँ उसको सिक्युरिटी फोर्स चल्छ। कुन चाहिँ ठाउँमा भारतको जग्गामा चाहिँ नेपालीले मिचेर चाहिँ यो कब्जा गरेर चाहिँ त्यहाँ शासन चलाउन सकेको छ, एउटा कुरा त्यो। नो म्यान्स ल्यान्ड भनेको 10 गजा भनेको जहिले पनि त्यो कसैको पनि होइन, त्यो खाली राख्नुपर्ने क्षेत्र हो, नो म्यान्स ल्यान्ड। अनि त्यो चाहिँ भारतको जग्गा भनेर हामी किन भने त्यसो त्यो 10 गजा चाहिँ भारतको हो भनेर भन्न खोजेको। यहाँ यस्ता यस्ता विद्वान छन् कि मिचेकै हो भन्दैछन्, अझै पनि राष्ट्र विरुद्ध प्रमाण खोज्दैछन्। सुन्नुहोस् न, अरे त्यो किनभने जसले अहिले बालनलाई समर्थन गरेको छ त्यो भन्नु बाहेक त अर्को उपाय त छैन। यो शक्ति ओलीलाई कसले दियो, त्यो प्रश्न म तपाईँहरूसँग गर्दैछु। यो परिवर्तन ल्याउने तपाईँहरू क्यामेराको पछाडि बस्ने भाइ बिना हो। म कतिपल्ट भन्दैछु, बालन होइन भन्दैछु। तपाईँहरूले यो चिज उठाउनुपर्छ, तपाईँहरूले कसैसँग बास भएर कुरा गर्ने होइन। तपाईँहरूले यो परिवर्तन लिएर आउनुभयो, यो परिवर्तनको विकल्प अर्को परिवर्तन हुनै सक्दैन। त्यो चिज मोदीले आफ्नो स्ट्याटसमा लेखिसक्यो। अब तपाईँहरू अहिले 60% नेपालीको प्रतिनिधित्व गर्दै हुनुहुन्छ, युवाहरूको गर्दै हुनुहुन्छ। त्यो 30 लाख जो त्यहाँ भारतमा छन्, 40 लाख जति भारतमा छन्, त्यसको तपाईँहरू प्रतिनिधि हो, त्यसको सिक्युरिटीको जिम्मा तपाईँहरूको हो। जो 20 लाख चाहिँ हाम्रो मिडल इस्टमा छन्, त्यसको सुरक्षाको जिम्मेवार तपाईँहरू हो। तिनीहरूको बाबुआमाको सुरक्षाको जिम्मेवार तपाईँहरू हो। त्यो चिज तपाईँहरू किन बुझ्नुहुन्न र मजाकमा लिनुहुन्छ? कुनै दिन यस्तो होला, उठेको भोलिपल्ट नेपाल चाहिँ नेपाल नरहला र के अरे गाजा भइदिएला र अनि यहाँ तपाईँहरूले चाहिँ त्यो भत्केको घरहरू, खाना नपाएका नेपालीहरूको फोटो खिचेर ट्युबमा चलाएर तपाईँलाई त्यो रहर छ पैसा कमाउने। त्यसरी कमाएको पैसालाई तपाईँहरू बचाउन सक्नुहुन्छ? तपाईँहरूको आत्माले दिन्छ? त्यो रोक्नुपर्ने तपाईँहरूको काम होइन। म त बाटो देखाइदिने हो, म सक्दिनँ, म सडकमा जान सक्दिनँ। नभएदेखि तपाईँहरूको उमेरमा भएको भए अहिले सायद यो जुन फोर्स क्रिएट हुँदैछ त्यसको नेता मै हुन्थेँ नि। तपाईँहरू त्यो सम्हाल्नुहोस् भनेको पो त। त्यो चिज तपाईँहरूले के बुझ्नुहोस् भन्नुहुन्छ भने तपाईँहरूलाई अहिले इन्टरटेनमेन्ट भएको छ। खाडी युद्ध सुरु हुँदा सबैलाई कति चासो थियो। आज तपाईँहरूलाई मोटरसाइकलमा पेट्रोल हाल्नलाई धौधौ परेको छ, सामान किन्नलाई धौधौ परेको छ, महँगीले गर्दा अभावले गर्दा धौधौ परेको छ। अहिले बल्ल तपाईँले खाडी युद्ध के रहेछ भनेर बुझ्नुभयो। त्यो इन्टरटेनमेन्टको तपाईँहरूको टिआरपी बढाउने चिज थिएन नि। त्यसलाई सत्य रूपले मैले व्याख्या गर्दाखेरि मलाई कतिले गाली गरे, आज त्यसैको फल भोगिराखेका छन्। यो चिज दिन हाम्रो कब्जाभन्दा बाहिर गइसक्यो। कारण के हो भन्नुहुन्छ भने जुन
फागुन 21 गतेको चुनावमा जुन एकता देखिएको थियो नेपालमा, जुन यी भ्रष्टाचारीहरूलाई खेदेको थियो हामीले, तिनीहरूले नै राष्ट्रघाती भन्न थालिसके। मैले भन्नु बेग्लै हो, तपाईँले भन्नु बेग्लै हो, तर शेरबहादुरले भन्नु, प्रचण्डले भन्नु, त्यसमाथि थपेर ओलीले भन्नु, त्यो अधिकार कसले दियो? यो 24 गते भदौको आन्दोलनको अपव्याख्या होइन, 76 जनाको बलिदानको चाहिँ तपाईँहरूले मिसयुज गरेको होइन, यो अर्बौँ खर्बौँको चाहिँ सम्पत्ति नाश गरेको त्यो पनि हामीले सहिदिएको थियो, त्यसको पनि तपाईँहरूले मूल्याङ्कन गर्नुभएको छ। त्यस कारणले अबदेखि तपाईँहरूले कसैसँग पनि इन्टरभ्यू लिँदाखेरि, खास गरी मसँग लिँदाखेरि सिरियस कुरा गर्नुहोस्। म सिरियस कुरा गर्न आएको, मलाई त्यो हाहा हो गरेर मलाई आफ्नो भ्युवर बढाउनु पनि छैन। अब मान्छे जब दुखेपछि डक्टर कहाँ जान्छ, नदुखुन्जेलसम्म डक्टर कहाँ जान्छ, किनभने डक्टर कहाँ गएपछि त पैसा लागिहाल्छ, हो कि पैसा पनि त हुनु पऱ्यो। त्यस्तो अवस्थामा नेपाल छ, त्यो चाहिँ तपाईँहरू बुझ्नु र हर्कलाई सम्झाउनु, अझ पनि सम्झियोस्। हर्क एउटा राष्ट्रिय नेताको रूपमा लिनुपर्छ, एउटा गल्लीको जोकर जस्तो भएर हिँड्न मिल्छ? त्यत्रो के अरे भोट ल्याएर आइसकेपछि मेरो धरानको केटो भएको हुनाले मैले हकारेर भने, हामी धरानका मान्छे त यसरी नै बोल्छ। सायद हर्कले पनि त्यो बोली फेर्न नसकेको होला, मैले पनि 81 वर्षको उमेरमा बोली फेर्न पाएको सकिनँ मैले पनि। आज मैले रोक्न सकिनँ धरानी क्यारेक्टर हेर्नु। हामी त ठाडे मुखैमा भन्छौँ, 4 इन्च काटिँदाखेरि पनि ख्याल ख्याल भन्ने हामी माझ किराँतका मान्छे हो। हजुर, त्यो चाहिँ जहाँ केही भन्नुहुन्छ। अब यो नयाँ घटनाक्रम विकसित हुँदैछ भन्दै गर्दाखेरि अब तपाईँहरू चनाखो हुनु भएन भने हेर्नु, जनतालाई तपाईँहरूले जगाइदिएको छ, जनतालाई तपाईँहरूले बुझाइदिएको छ। तपाईँहरूले यो चिजलाई सिरियसली लिनुहोस्। यो इन्टरटेनमेन्टको कुरा होइन। आज बालेनको के अरे रवि आउँदैछ, रविले कसरी स्वागत पाए के पायो होइन, त्यो स्वागत पाए अनुसारको नेपाललाई हितमा हुने काम गर्न सक्छ कि सक्दैन? उनले लेखेको जुन हिन्दुस्तान टाइमको अङ्ग्रेजी लेख हो, त्यो पनि मैले पढेको छु। त्यो एउटा एनआरएनले लेख्ने नेपालको विषयमा ऊ जस्तो हो, त्यो एउटा निबन्ध जस्तो, एसे जस्तो। त्यो रविले लेखा भन्दा नि कसैले लेखायो होइन, जसुकैले लेखोस्, त्यो मान्छेले नेपाल बुझेकै रहन्छ। त्यो त्यही मान्छेले त्यो रविको लेख त्यसो भए त्यति सान्दर्भिक छैन। सान्दर्भिक होइन, म बेकुफ हुँ भनेर आफ्नो के अरे इन्टलेक्चुअल अवस्था चिनाएको छ। मैले त्यसको पनि व्याख्या गरिदिएको छु। त्यो त्यही मान्छेले लेखेको हुनुपर्छ जसको बजेटले 75% नेपालीलाई छुन सकेको छैन। त्यही विचार त्यहाँ गएको छ। यो मान्छेले देशलाई अगाडि बढाउँदैन भन्ने कुरा चाहिँ मोदीले चाहिँ बुझेको छ। त्यो पनि ढुक्क पर्छ। सम्मान चाहिँ किन दिए यसो केही? अब सम्मान त मूर्खलाई खुसी नपारिकन त ऊ टेर्दै टेर्दैन, लाटोलाई त फकाउनु पर्छ। कतिपयले त लिन्डुपे नयाँ लिन्डुपे बनाउनु हो यिनलाई स्वागत गरे। त्यो भारतले लिँदैन। त्यो तपाईँहरू ढुक्क पर्नुहोस्। अहिलेको भू राजनीतिमा हामीलाई सिक्किम बनाउने ताकत चाहिँ छैन, तर भुटानीकरणपट्टि चाहिँ नयाँ शक्तिले चाहिँ लान्छ। त्यो चाहिँ याद गर्नु। भोलि दुर्गा प्रसाई र धवल शमशेर बीच अब भन्नाले एक ढङ्गले सहकार्यमा हस्ताक्षर हुँदैछ भन्ने छ, केही छ यसमा भने? मैले भने नि त, उनीहरू यो जुन अहिले जुन डिससेटिस्फ्याक्सन, जुन असन्तोष फैलिँदैछ, त्यो असन्तोषलाई जब रिसमा फैलिन्छ नि, त्यो रिसमा फैलिएपछि जुन शक्ति आउँदैछ त्यसलाई कन्ट्रोल गरेर त्यसको नेतृत्व गर्नलाई त्यो शक्ति अगाडि आउँदैछ। त्यो मौका चाहिँ हर्कले चुक्यो भनेर म त्यही भन्दैछु त तपाईँलाई। भुटानी मोडलमा जाँदा चाहिँ के नेपाललाई हित हुन्छ? त्यो त तपाईँहरू सोच्ने कुरा। म त त्यो हेर्नलाई बाँच्दै पनि बाँच्दैन, उनी माथिबाट हेरेँ मात्रै हो। म त्यस विषयमा चाहिँ म अहिले त्यो जाओस् अनि भन्नुला। तर त्यसको फाउन्डेसन अस्ति रविको उसमा बसिसकेको छ। भारतले चाहिँ जो खनिदिएको छ
किन भन्नुहोस् न। त्यहाँ कसले भेट्यो? परराष्ट्र मन्त्रीले भेट्यो। भुटान भनेको परराष्ट्र भारतको अनुसार चल्नु हो। त्यहाँ अजित डोवलले भेट्यो, गृहमन्त्रीले भेट्यो, जुन अमित शाहले हतपत भेट्दैन। दुर्लभै रहेछ मान्छेलाई भेट्नु। हेर्नुहोस् न, पहिले उसले किन भेटेको भने त्यहाँ 3 करोड बङ्गलादेशीहरूलाई निकाल्दैछ, त्यसमध्येमा 10-20 लाख नेपाल छिर्दैछन्, कति छिरिसके, त्यसले भारतको सुरक्षामा असर पर्दैछ। तर त्यसलाई आधार मानेर हाम्रो नेपाली सेनाले त्यसलाई कन्ट्रोल गर्न सक्दैन अघि। त्यसकारण पनि तिमीहरूले हाम्रो डिफेन्स सपोर्ट लिनुपर्छ भनेर त्यो चिज भनेको छ। भनेपछि इन्डाइरेक्टली चाहिँ विदेश नीति र सुरक्षाको चाहिँ फाउन्डेसन हालेको छ। त्यसमा घर चाहिँ कस्तो बनाउँछ त्यो चाहिँ रविलाई सोध्नु होला। हस्, त्यो महत्त्वपूर्ण सम्वाद, धन्यवाद।